हेलो साथीहरू नमस्ते। आज शनिबारको दिन म उठ्नुभन्दा अगाडि नै मेरो बुढाले के टिपेर लिएर आइदिनु भएको रहेछ है। फर्सीको मुन्टा, घिरौँला, करेला चाहिँ आफूलाई मात्रै खान दुईटा लिएर आउनु भएको रहेछ। काँक्रो के छ हेर्ने, कति धेरै काँक्रो परेको छ। यो चाहिँ पुरै फर्सीको मुन्टा हो। फर्सीको मुन्टा हो नि टनमन रहेछ। यति माया गर्ने के, तर मेरो बुढा त्यहाँ बसिराख्नु भएको छ। यस्तो मान्छेले पनि मलाई हेल्प गरे कि एउटा हात टिप्दा मेरो बुढाको यस्तो हात भए, मेरो हात दुइटै भाँच्यो भन्दा पनि बढी भए। मेरो बुढाले मलाई धेरै हेल्प गर्नुहुन्थ्यो नि त। रिस गरे पनि जे गरे पनि बुढीलाई चाहिँ हेल्प गर्नुपर्छ है। मेरो बुढीलाई मैले नगरे कसले गर्छ भनेर भन्नुहुन्थ्यो। त्यो यस्तो अवस्थामा पनि यत्रो तरकारी टिपेर लिएर आइदिनु भएछ कि म उठ्नुभन्दा अगाडि। फेरि हेर्नु साथी, तपाईँहरूको बुढाले यस्तै माया गर्नुहुन्छ। मेरो बुढाले त एउटा हातले भए पनि बारीमा गएर फर्सीको मुन्टा नि डुङ्गुर टिपेर लिएर आइदिनु भएछ। काँक्रो, करेला, अरू चाहिँ टिप्न नसके हो बुढा। झाडै जान सकिनँ। ल धन्यवाद है। यस्तै माया गर्नुहुन्छ भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला। धन्यवाद।